यो के थाहा छ हजुरहरूलाई? मलाई थाहा छ। $2,000 only per piece of cake. क्यामेरा पनि छ या बबाल भइगयो ए ल हेरौँ एभ्रीबडी ओमाइको ल फाडी हाल्छौँ उकालो गयो भने चाहिँ तलको खाने हो ए त्यस्तो त्यसको उयो चाहिँ खास विशेष फोटो भएको अनि डाइरिया भन्छ यता खाने हो क्या खास यसको यो विशेषता होइन आफ्नो गुण छ यसको अनि यहाँ चाहिँ दामी एउटा प्राकृतिक नेचरले बनाइदिएको यस्तो दामी पानी छ भने नि आमा कुवा वाउ त्यो चाहिँ आफै भएको नेचरले बनाइदिएको के पहिलादेखिको दामी छैन त कुवा कुवा जस्तो देखेको छ पानीले गर्दा भयो कस्तो मिठो देखेको यस्तो छ ल सिनेमेटिक हान्दिउँ क्या सिनेमेटिक हान्दिउँ क्या Oh my god! Wow! यो के थाहा छ हजुरहरूलाई? मलाई थाहा छ। यो के थाहा छ हजुरहरूलाई? मलाई थाहा छ। यो चाहिँ हामी चाहिँ उयो भन्छौँ लटर होइन लटर तर हामी यो वन कटर पनि भन्छौँ किनकि सेम कटरै जस्तो हुन्छ त्यही हो यो खजाना भेट भएको छ यो चाहिँ तर सानो हो हावाले झारेको छ यो ठुल्ठुलो हुन्छ वन कटर भन्छ है यो ठुलो चाहिँ बिक्वा यस्तो हुन्छ पछिल्लो ठुलो यो चाहिँ दामी हुन्छ खानालाई फाइनली गाइस हामी चाहिँ काप्रे खोलाबाट निस्किन अब खोला जाने भने कुम्पले भन्ने खोला पनि जाने हो यो चाहिँ धनकुटे रोड पहिला यही बाटो हिँड्छ धनकुटे जानलाई अहिले चाहिँ माथि भेलेटरबाट जान्छ पहिलाको चाहिँ भुकु बाटो चाहिँ हो है यस्तो छ ओ साथी मलाई यत्रो मेहनतले उकालो ओह्रालो गर्दै मैले यार भेला पारेको निगुरै छोडेर आएको कस्तो खालको खै खै दुःख गरेको छु मैले चाहिँ त्यो फाइनली खाल्ने मान्छे तपाईँ जाऊ ओ माई गॉड शंख पनि पाइन्छ क्या ल हैन यो बबाले खालको शंख हो या यसको बजार मूल्य 3 करोड 80 लाख या मात्र 3 करोड $2,000 only for a piece of cake. Here I come. Oh, here I come. Oh. $2,000 only for a piece of cake. Yeah, antique piece. Okay, this is antique piece. Yeah. Antique piece. भेटिन्छ आज तर हैन जे जे भेट्छ त्यस्तै उठाइदिनु हो आज बङ्गालमा त्यस्तै हो हामी त्यस्तो छ ल हामी तारा यस्तो छ तिन थियो क्या माथि क्रास पनि हल्का पायो फेरि यो क्रास पनि छोडिदिनु होला हैन कुम्पले पिपछि अब होला पुगेपछि यो बङ्गेर छोडेर हिँड्दिनु होला हैन नि बङ्गेर खोजेर ल्यायो लास्टमा त घाँस छोड्यो निगुरो पनि यस्तो अब हामी कुम्पले होला जारी गऱ्यो हो अहिले दामी छैन त या कहिले हो कहिले दाजु चाहिँ पैसा गलाउने त अब गाउँतिर होइन है त्यस्तो गाई बाटो चाहिँ पहिलाको चाहिँ जमानाको त्यो खप्लै बाटो अहिले चाहिँ होइन अरू चाहिँ के भन्छ ए साथी यो पनि यो नै हो रात बिर्सेको यो फल हो यसले पनि के को यो पनि दबाईको एज अ दबाई नै हुन्छ अरे यो पनि के गरे के को भन्नु न दबाईमा भर्ने भन्दैछु यसो भन्नु त यो अङ्कल देखाइदिनु त के काम गर्छ यो चाहिँ राजको कोसा हो हैन या यो भेट्नु भएको त थाहा भइहाल्यो हैन यो भेट्नु भने यो चाहिँ फेतो टुप्पा भनौँ न के को दबाई हुन्छ अरे यो चाहिँ उपतली भन्ने चाहिँ के हुन्छ भने डायरिया हो क्या डायरिया भमिट दुईटै भनौँ न उपतली भन्ने उडै उदय चाहिँ उपत्र उपचार है अनि यसको उकालो गयो भने चाहिँ तलको खाने हो त्यस्तो उयो चाहिँ खास विशेष फोटो भएको अनि डायरिया भन्छ यता खाने हो क्या खास यसको यो विशेषता होइन आफ्नो गुण छ यसको फेदकोले टुप्पोको चाहिँ भयो भने टुप्पीबाट बन्द हाल्ने रोक्ने फेद भयो भने चाहिँ डाइरिया भने भेटकोबाट खाने होइन बामिट बेसी भने तलाउन हाल्ने त्यस्तो रहेछ ल यसको खास वास्तविकता अनि दबाई पनि युज हुन्छ त्यही त अरू हाम्रो नेपालमा त्यसको के नहुने बाहिर त्यसको पनि के गर्दैछन् होइन अमृत रहेछ के गर्नु हामी नेपाली चाहिँ खानु नजानेर मरेको भन्छ हो यार साँच्चै कुरा चाहिँ रुखलाई चाहिँ रुखलाई चाहिँ रात दृश्य भन्छ हामी चाहिँ यसको रुखको नाम चाहिँ रात दृश्य हुन्छ अब यस्तो बाटो छ अब के गर्ने होला लडी पनि ए झन्डै सक्रिय त्यस्तै बाह्र ल त्यही देखाउन आएको मैले जडीबुटीहरू एन्टिक पिसहरू एन्टिक पिसहरू चाहिँ हामी चाहिँ ठेला पारिन्छ ठेला पारिँदैन त्यही हो ल गाइस पिस आउट आवाज त डे बोय आज दामी भयो दामी भयो हैन समथिङ बाइकले नपुग्ने बाटो पुगेर आयो अब एक चक्कर अब हाम्रो रोटी नै पाक्छ हामी अब एक चक्कर दामी यो डाँडा चाहिँ अब उता पर डाँडाबाट जाने हामी थोरै जुन तान्नु देखाइदिनु न या यो त्यही हो त्यो डाँडा पुग्नुलाई समथिङ छ तपाईँ यस्तो धेरै घुमेर जानुपर्छ सी टाइपको घुमेर जानुपर्छ त्यो डाँडा चाहिँ बिहानदेखि हिँडेको अहिलेसम्म समथिङ
25-30 किलोमिटर होला अनि त्यहाँदेखि टक्क अब लाएर अझै 3 घण्टा जति लाग्छ डाँडा जाने अनि उतापट्टिको खोज्न गएर अब स्विमिङ झप्पा हान्ने चाहिँ हाम्रो प्लानिङ हो हैन धन्यवाद तपाईँको नाम पनि भनिदिनुहोस् मेरो नाम चाहिँ कुलित कुमार राई ए राम्रो भन्नुहोस् हजुर दामी कुलित कुमार राई हो होइन मेरो सोल्टी हो नामै त्यस्तो भनौँ हाम्रो यता दाई पनि हुनुहुन्छ मेरो सोल्टी हो साथी दाई हाम्रो सोल्टी नै भनौँ होइन त दाई कस्तो भयो आजको दिन एकदम बबाल चाटिस भइरहेछ चढिस होइन पिस आउट कहिले काहीँ होइन अनि हजुरको नाम पनि भनिदिनुहोस् न मेरो हजुर मेरो के भन्ने यार नाम रियल नामै भन्नुहोस् न हजुरको यता यस्तो खुल्की भएको नाम चाहिँ नभन्नु होला मेरो खत्तम हो ए नामी साथी खत्तम बहादुर या है साथी नामी खत्तम ए साथी नामी खत्तम बहादुर टिकटक इज एन एप्री त्यो सोसियल मिडियामा त्यही छ हाम्रो नाम होइन पुरै सबैमा त्यही छ खत्तम बहादुर राई बहादुर पनि हो खत्तम बुझेल ऊ अनि यता हाम्रो अङ्कल भनिदिनुहोस् हजुरले पनि बहादुर अनि यता हाम्रो अङ्कल भनिदिनुहोस् हजुरले पनि आजको दिन कस्तो भयो हजुरको या यम ए हम हम ए यम या एकदम बबाल झकास यता क्यामेरा हेरेर क्यामेरा पनि छ या बबाल भइगयो क्यामेरा पनि छ या बबाल भइगयो त्यही है त्यस्तै छ अब फेरि हामी अर्को खोला जाने अनि फेरि के हुन्छ त्यो गर्ने अनि जाने अहिलेको लागि बाई बाई मिठा लगाएर ओ माई गड लभलीको बाहन अब म यहाँ पिङ खेल्ला हो नेचरले बनाइदिएको पिङ दामी छ लहराको होइन यो लहरा चाहिँ ट्याक्क के भन्ने हो भनेदेखिलाई चाहिँ ट्याक्कै भर्लाको लहरा भन्छ होइन सोल्टी चाहिँ त्यहाँनिर टक्क चढिदिँदैछ फेरि रुख चढ्नु चाहिँ एक्सपोर्ट हो क्या पहिले नरिवलको टक्क झारिओरी हान्थ्यौँ रुख चढ्नु चाहिँ एक्सपोर्ट हो क्या पहिले नरिवलको टक्क झारिओरी हान्थ्यौँ अनि त्यस्तो हो चट्ट ल अब फेरि अघि पनि एउटा रुखमा चढेर खुट्टा र ओठ दुइटै कमाएको देखेको थिएँ आज चाहिँ त्यस्तो नहोला उताबाट अर्को साथीले हल्लाइदिनुलाई रेडी भइरहेछ ल गुरिला है क्या गुरिला गुरिला ए ल फिलिङ्स दामी हुँदै होला होइन फिलिङ्स कस्तो हुँदैछ दामी हुँदैछ ल ल दामी छ अब हामी चाहिँ फेरि उतापट्टि जानुपर्ने छ होइन क्यामेराम्यानलाई दामी भइरहेछ क्यामेराम्यान हेर्नु हुँदैन अहिले अलिकति दामी ओभर ल यतिको चाहिँ अब टक्क राम्रो डाइरेक्टरको हातमा पुग्यो भने केटो सुपर डुपर हुने मान्छे हो तर ल अब चाहिँ ल सरी ल गाइस राम्रो डाइरेक्टरको हातमा पुग्यो भने केटो सुपर डुपर हुने मान्छे हो तर ल अब चाहिँ ल सरी ल गाइस राम्रो डाइरेक्टरको हातमा पुग्यो भने केटो सुपर डुपर हुने मान्छे हो तर ल अब चाहिँ ल सरी ल गाइस या हाम्रो यस्तो होस् है खतलोको खेलाडीहरू ल गयो पिङ खेले या यसरी चढ्नुपर्ने हुन्छ हामी चाहिँ मलाई देखाइदिनुहोस् अङ्कल हाम्रो भति चाहिँ यहाँबाट छ अरे सुकेको हाँगामा झुन्डेको चाहिँ फेरि हल्का रमाइलो हुन्छ एक्लो छोराहरूको यस्तो हालत क्या कर दिया रे तुमने ऐसे क्या कर दिया रे कैमरा अलिक माथि ठाडो के साला तो भाडमे एंगल मिलेर एक्सन कट राइट अलराइट एक्सन कट राइट फाइनली अनि सबै बदल दिएर छोड्यो यहाँ हाल्नु न त्यो दुई दुईवटा के बोक्नु न एडभेन्चर ए ल हेरौँ एभ्रीबडी ओ माई गॉड ल फाडे हाल्छ ओ माई गॉड नाइज न मतिर आउँछ त हाम्रो क्र्याप भिडियो इन गरेको क्र्याप देखाइदियो क्या ओए चिल्ला कटु मित्र ल अब यसले भिडियो हाम्रो इन्ड हुन्छ साथीहरू क्र्याप पनि यति नै हो ल